स्टेप मदर हुनुहुन्छ उहाँलाई भन्छु मम्मी दिदीहरूलाई फोन गर्छु दिदी तेरो भाइ देश बनाउनका लागि दिन रात नभनिकन खटिरहेको छ यदि मरेछ रे भने सम्झिनु होला तेरो भाइ दोस्रो मदन भण्डारी भयो सम्झिनु होला तेरो भाइ वीरेन्द्र भयो त्यो सोच बोकेर हिँडिरहेको छ ज्यानको बर्बाद छैन साथीहरू नगरौँ यिनीहरूले मार्छन् भने मारुन् कतिजना युवालाई कतिजनाले मार्दो रहेछन् हामी पनि हेरौँला तर यिनीहरूलाई गलत्याएर निकाल्ने हो यदि यो सरकारले अन्तरिम सरकारले पनि हाम्रो माग सुन्दैन र हामीलाई व्यवस्था गर्छ भने जुन ठाउँबाट आएका छन् नि त्योभन्दा तल्लो स्तरमा लगेर राखेन छ अरे भने मेरो घाँटी काटेर फाल्दै हुन्छ ल त्योसम्म चाहिँ ताकेत गर्छौँ यो देशलाई सुशासनको मार्गमा लिएर उन्नत प्रगति नगराएसम्म होइन यो सास त मरिकाटे कसैले चाहेर पनि जान फाल्न सक्दैन त्यति चाहिँ मसँग दम्ब छ ल यो देश बनाउनको लागि हामी एकजना मात्र होइन मसँग हजारौँ साथीहरूको साथ छ हजारौँ साथीलाई मेरो साथ छ हामी एकजुट भइसकेको छौँ सम्पूर्ण साथीहरू बाँकी रहेका साथीहरूलाई पनि म यही आग्रह गर्दछु आज कसैसँग रिस पोख्ने कसैलाई केही गर्ने होइन हाम्रो मागहरू जायज छन् प्लिज आइदिनु होला हामीसँग सम्झौता गरिदिनु होला हामी तपाईँहरूसँग सम्झौता गर्न पर्ने तयार छौँ तर त्यो सम्झौता राष्ट्रघातको सम्झौता चाहिँ हुँदैन राष्ट्रघातको सम्झौता चाहिँ हामी पूर्जीवादी यो सामन्ती भ्रष्टहरूसँग कुनै सम्झौता हाम्रो हुँदैन हाम्रो सम्झौता हुन्छ त केवल देशप्रेमी राष्ट्रभक्ति राष्ट्रवादी साथीसँग हुन्छ जो देशलाई आमूल परिवर्तनका लागि दिन रात डोलिरहेको छ नि त्यो आमूल परिवर्तनको लागि सम्पूर्ण युवाहरू एकजुट भएर हुनुपर्छ त्यसैले सम्पूर्ण साथीहरू हामीसँग मैले अघि नै पनि नम्बर भनिसकेको छु एकचोटि व्हाट्सएपमा हामीसँग सम्पर्क गरिदिनु होला 9860122720 कल गर्नु होला म्यासेज गर्नु होला सबैजना एकजुट भएर यी सामन्तीहरूलाई अन्तरिम सरकारलाई यी पूर्व सामन्तीहरू समाउन लाएर जे गरेर हुन्छ संविधान खारेज गरेर हुन्छ कि जे गरेर हुन्छ त्यसमा राजा ल्याएर हुन्छ कि व्यवस्था फालेर हुन्छ कि संवैधानिक राज संस्था ल्याएर के गरेर हुन्छ हामी मरेर हुन्छ कि मारेर हुन्छ कि हामी गर्छौँ यो देशलाई आमूल परिवर्तन गरेरै छाड्छौँ हाम्रो माग पुरा नहुनुपर्ने कारण के छ र हामीले त यो सिङ्गो देशको लागि बोलेको छौँ हाम्रो लागि के बोलेको छौँ हामीलाई त न्याय चाहिएको हामी यो त खोसेर पनि लिन्छौँ लडेर पनि लिन्छौँ यो अन्तरिम सरकारले हाम्रो माग पुरा गर्दैन सुन्दैन भने यो अन्तरिम सरकार फालेर हामी त्यो कुर्सीमा गएर बसेर भए पनि यो देशलाई सुशासनको मार्गमा लिएर जान सक्छौँ त्यो ताकत त्यो क्षमता हामी जेनजीमा छ त्यो क्षमता हामीले राख्नु नै पर्दछ अब सम्पूर्ण साथीहरूलाई म के आग्रह गर्दछु भने सम्पूर्ण हामीसँग नजोडिनु भएको घाइते साथीहरू प्लिज हामीसँग आइदिनु होला जोडिदिनु होला म तपाईँहरूलाई मसँग जोडिनको लागि कोही व्यक्तिले दिन सक्दैन होला मेरो पर्सनली नम्बर दिइदिन्छु ल 9860122720 एकचोटि यो नम्बर सम्पूर्णले नोट गर्नु होला 9860122720 सम्पूर्ण घाइते साथी सम्पूर्ण जेन्जी साथीहरू अब थन्केर बस्ने समय छैन घाउ दुख्यो भने सुत्ने बेला छैन हामीलाई पनि दुख्या छ तर देशलाई हामीलाई भन्दा धेरै दुख्या छ त्यही भएर यो देश बनाउनलाई तपाईँ हामी सम्पूर्णजना चाहिँ अब एक हुनैपर्छ मलाई पर्सनली रूपमा व्हाट्सएप गरिदिनु होला र तपाईँ हामी सम्पूर्ण मिलेर आफ्नो आफ्नो मागहरू प्रस्तुत गरेर अगाडि बढ्यो भने हाम्रो माग अवश्य पुरा हुन्छ र यो माग पुरा गर्नलाई हामी जुन हदसम्म जान परे पनि जान तयार छौँ अहिले अन्तरिम सरकार के बोलिरहेछ यो संविधान मानेर चुनाव गराउँछौ रे ती भ्रष्टहरूको बाटो फेरि पनि खोल्नलाई यो अन्तरिम संविधान तयार भइरहेको छ यी सामन्तीहरू यी भ्रष्टहरूलाई यो ठाउँमा पुर्याउनको लागि के हामीले आन्दोलन गरेको हो फेरि चुनाव गर्नको लागि के हामीले गोली खाइदिएको हो हामीले त देशमा सुशासन सुखी शान्ति समृद्धि नेपाल चाहेर गोली खाइदिएको हो हामीलाई सुशासनको मार्ग चाहिएको छ हामीले देशको युवाको भावना बुझेर चाहिँ गोली खाइदिएको हो हाम्रो रहर होइन आन्दोलन हाम्रो रहर होइन हाम्रो बाध्यता हो त्यो बाध्यता कसले गराए ती पूर्व सामन्तीहरूले गराएको होइन हामी सडकमा किन उत्रिएको थियौँ त्यही पूर्व सामन्तीको कारणले गर्दाखेरि उत्रेको होइन यिनीहरूले भ्रष्टाचार नगरिदिने हो भने यिनीहरूले सुशासन यिनीहरूले कति वर्ष हामीलाई झुल्यायो 30-40 वर्ष त यिनीहरूले हामी सुशासन ल्याउँछौँ 10 वर्षमा हामी नेपाललाई सिङ्गापुरभन्दा माथि लान्छौँ भनेर यिनीहरूले ठोक्का गरे होइन खोइ त सिङ्गापुर आज यत्रो रणभूमि बनाइदियो यत्रो मरुभूमि बनाइदियो नेपाललाई हाम्रो नेपाल भने त सत्यदेवीको देश हो के एउटा सानो फुलबारी हो धेरै ठुलो मेहनतले आर्जेको राष्ट्रलाई यिनीहरूले त खेलौना बनाइरहेको छ नेपालीको स्वाभिमान लुटिरहेको छ युवाहरू दिनदिनै विदेशमा गएर मर्न पर्ने अवस्था बाध्य भइरहेको छ नेपालमा कृषि गरौँ भने कृषक झुन्डिएर मर्न पर्ने अवस्था रहिरहेको छ न कृषिमा चाहिँ राम्रो व्यवस्था छ न स्वास्थ्यमा राम्रो नीति छ न शिक्षामा राम्रो नीति छ हरेक ठाउँमा चाहिँ राजनीतिकरण भइरहेको छ उनीहरूको अहिले स्थानीय सरकारमा हेर्नु त कति छ भ्रष्टाचार त्यो आवाज उठाउँदै गर्दाखेरि हामी आतङ्ककारी रे भ्रष्टाचारको आवाज उठाउँदाखेरि आतङ्ककारी हुने भए उनीहरू भ्रष्टाचार गर्ने चाहिँ के कार्य त उनीहरू चाहिँ सम्मानकारी गर्न पर्ने हामीले राम्रो भनिदिन पर्ने त्यो त होइन होला नि त
त्यसैले अब अन्तिमचोटि यो अन्तरिम सरकारले अन्तरिम संविधान लेखेर जबसम्म हाम्रो माग पुरा गर्दैन नि तब हामी सडकमा आउनै पर्छ। अब बेला भइसकेको छ। सम्पूर्ण साथीहरूलाई यहीँबाट भन्दछु, साथ दिदिनु होला। आफ्नो मागहरू निरन्तर रूपमा चाहिँ दर्शाउने भने अवश्य पनि एकचोटि युवा फेरि जाग्ने हो भने यो देशले आमूल परिवर्तन लिन्छ। आमूल परिवर्तन गर्नलाई युवाहरू जाग्नै पर्छ। त्यसको लागि लड्न तयार छ। तपाईँहरू आउनु, साथ दिनुहोस्। तपाईँहरूले गोली खानु पर्दैन। अब दोस्रो गोली पनि हामी खाइदिउँला। हामी अगाडि हुन्छौँ। तपाईँहरू अगाडि बढ्न डराउनुहुन्छ भने हामी अगाडि हुन्छौँ। तपाईँहरू पछाडि बसेर निरन्तर रूपमा आवाज उठाइदिरहनु होला। हामी दोस्रो गोली तपाईँहरूलाई खान दिँदैनौँ, हामी नै खान्छौँ। किनकि हामीलाई गोलीको रात ताप सबै थाहा भएको छ। हामी फेरि पनि 2-4वटा गोली पचाउन सक्छौँ। देशको बिग्रिँदै गएको अवस्थालाई हामीले सुधार्न ल्याए अब कसले लिन्छ? यदि जनताको संविधान बाँधेर जनताको शासन, प्रत्यक्ष शासन चल्छ भने अहिलेको यो परिस्थिति अनुसार यो अवस्थालाई हामीले जोगाउँदै पनि नसकेपछि, यो अवस्थालाई सुधार्दै पनि नसकेपछि व्यवस्थामा परिवर्तन गरेर भयो नि संवैधानिक राज संस्था ल्याएर भयो भने हाम्रो मागहरू चाहिँ पुरा गर्नै पर्छ र जेनजीहरूले न्याय पाउनै पर्छ। देशले सुशासनको मार्गमा हिँड्नै पर्छ।